नमस्ते सबै मेरा प्यारा भाइ बहिनीहरूलाई आजको भिडियो रहेको छ। खास गरिकन जो आज मेहनत गरिकन भोलि सुन्दर भविष्य निर्माण गर्नको लागि अहोरात्र खटिरहनु भएको छ, ती प्यारा भाइ बहिनीहरूको लागि यो मेरो भिडियो रहेको छ। कृपया अन्तिमसम्म बसेर भिडियोलाई लाइक कमेन्ट गर्न नछुटाउनु होला। प्यारा भाइ बहिनीहरू, हाम्रो जीवनमा कुनै न कुनै आदर्श व्यक्तित्व हुने गर्छ र हामीले आफूलाई त्यो व्यक्ति जस्तै बनाउन चाहन्छौँ, तर पनि हामीले कहिल्यै अनुमान गरेका हुँदैनौँ त्यो व्यक्ति जुन स्थानमा अहिले पुगेको छ या पुग्नु भएको छ, उहाँ त्यो स्थानमा पुग्नको लागि उहाँले गरेको मेहनत, उहाँले गरेको परिश्रम, उहाँले गरेको त्याग, उहाँले गरेको समर्पणको बारेमा हामीले कहिले पनि कोट्याएर हेर्ने प्रयास गरेनौँ। हामी त मात्रै देख्छौँ कि सफल व्यक्ति आनन्दले सुखद जीवन बिताइरहेको, तर त्यो जीवनको पछाडिको काली लाग्दो कथालाई हामीले कहिले पनि निहाल्ने प्रयास गरेनौँ नि। त्यसै कारणले मेरो भनाइ भाइ बहिनीहरूको लागि के हो भने, कृपया भाइ बहिनीहरू, जीवन सफल गराउनको लागि अत्यन्तै धेरै मेहनतको आवश्यकता पर्छ। यदि तपाईँले अहिले मेहनत गर्नुभयो भने तपाईँको जीवन अवश्य सफल रहनेछ, तपाईँका मनोकांक्षाहरू अवश्य पूरा हुनेछन् र तपाईँले जुन आदर्श मान्नुभएको हो ती व्यक्ति जस्तै गरिकन तपाईँको जीवन पनि अत्यन्तै सुन्दर रहनेछ। अन्यथा हामी के गर्ने त, कल्पना चाहिँ एकदमै सफल जीवनको गर्ने, तर अध्ययन गर्ने बेला कुनै काम गर्दा अत्यन्तै अल्छी मान्ने, त्यो गर्यो भने कहिले पनि तपाईँको जीवन सफल हुन सक्दैन। कृपया आज मेहनत गरेपछि मात्रै भोलि के हुनेछ त तपाईँको जीवन सफल हुनेछ। मेरो यो भनाइलाई मनन गरिदिनुहोस् है।